खिच्यो ल हिजो बेलुका भिज्दै लिएको सामान आज चाहिँ पुर्याउनको लागि यो चाहिँ युकेबाट आएको सामान हो पुर्याउनको लागि हामी चाहिँ साधोबाट जाँदैछौँ यत्रो धेरै सामान छ यो एक्लै बोक्नु नसक्ने भएकोले यता मैले साथीलाई पनि सहयोग मागेको छु यता छ क्यामेराम्यान यो सामान लिएर चाहिँ हामी आज साधा बाटोतिर जाँदैछौँ साथीहरू मेरो भ्लग हेर्नु नछोड्नु होला लगभग यहाँदेखि टन्नै छ 1 घन्टा जति लाग्छ होला हामी जाँदैछौँ म्याप हेरेर हामी चाहिँ अब साधा बाटोतिर लाग्यौँ यो चाहिँ मेरो साथीले झप्प बोक्छ पछाडिबाट म चाहिँ चलाउँछु ल हामी चाहिँ अब रेडी भएर हिँडिसक्यौँ अब चाहिँ हामी साधा बाटोतिरको अपडेट दिँदैछौँ अहिले चाहिँ कपालदेखि छुटिसक्यौँ बाई बाई रेडी छौ नि तिमी ल उहाँले चाहिँ म्याप हेर्छ म्याप चाहिँ एकदम राम्रोसँग हेर है बाटो मिस्टेक हुनु भएन अब हामी साधा बाटोतिर लाग्यौँ बाई बाई अहिले चाहिँ हामी जाममा परिसक्यौँ जाममा छौँ अहिले चाहिँ हामी अब यो जाम पुग्ने बित्तिकै हामीले यस्तो टर्न हानेर फर्किनु पर्ने हुन्छ किनभने हाम्रो थोरै मिस्टेक भइसकेको छ कति भित्र हो यार यहाँ त हेर्नु नि छैन त बाटै छैन त उहाँ आउनु रहेछ सामान दिन आउँछ नि सामान बिसारेको उहाँलाई अन्तखेरि बाइकमा धेरै हिँडेर टाउको दुख्यो अब एकछिन चाहिँ रेस्टको लागि चाहिँ हामीले यस्तो वान अफ द बेस्ट ठाउँ चुज गरिसक्यौँ दामी रहेछ है ल यहाँ चाहिँ तलदेखि माथिसम्म नै त बस्नको लागि थुप्रो राम्रो डेकोरेसन चाहिँ गरेको रहेछ यता चाहिँ मदन भण्डारी स्मृति पार्क रहेछ यतापट्टि जाउँ न अब दामी छ ल साथीहरू यो 3 कुने आसपासको एकदमै विश्राम स्थल चाहिँ दामी लाग्यो है हामीलाई चाहिँ यहाँको बस्नको लागि यहाँको व्यवस्था होइन यहाँ बिरुवाहरू रोपेर यो गर्नको लागि चाहिँ निकै सङ्घर्ष र निकै लामो समयदेखिको योजनामा यो कामहरू भएको हुनसक्छ र खोलामा बग्ने पानी त अब तपाईँ हामीले देखेकै छौँ काठमाडौँ एरियामा खासै पानीको चाहिँ सफा पानी बग्ने भन्ने हुँदैन यहाँ सबै जनचेतना लगायत जनतादेखि लगायत सबैजनालाई जनचेतना भएपछि मात्रै यो खोलामा चाहिँ सफा पानी बग्छ नभए अहिले चाहिँ त्यति सजिलो चाहिँ यो पानी चाहिँ सफा पानी चाहिँ बग्दैन जुनसुकै सरकार आए पनि यस्तो छ र बस्नको लागि चाहिँ यहाँ एकदमै सुविधायुक्त होइन गर्मीको बेला चाहिँ शीतल खाना खाएर बस्नको लागि एकदमै राम्रो ठाउँ लाग्यो है मलाई चाहिँ अहिले मान भवन आइपुग्यौँ चाउलाटोलदेखि लगायत अब हामी युरोपतिर जाँदैछौँ तर यो एरियामा धेरै जाम भएर नि अलिकति हामीले गन्तव्यमा पुग्नलाई चाहिँ अलिकति ढिला सुस्ती होला जस्तो छ किनभने मेरो मोबाइल रिपेयरिङको के कस्तो छ मेरो मोबाइल फुटेको छ यसको उपचार के हुन्छ भनेर सोध्नको लागि विशेष गरेर आज पनि युरोप जाँदै सिंहबारमा आइपुग्यौँ खाजा खानको लागि चाहिँ तपाईँको खाजा खाने मान्छेहरू यो तरिकाले मान्छेको भिड छ मोमो खानेको भिड मोमो खाने ताम्राकार कम्प्लेक्स भन्ने चाहिँ कहाँ रहेछ र साथीहरू हामी चाहिँ अहिले न्युयोर्कको ताम्राकार कम्प्लेक्स खोज्दै हिँडिरहेको छौँ ताम्राकार कम्प्लेक्स भनेर अस्ति नै एकचोटि आएको थियो फेरि बिर्सिसकेको रहेछु फेर्नुपर्छ भन्ने कुरा आएपछि चाहिँ निस्केर अब जाने वातावरण बनाइराखेको छ अब चाहिँ हामी यसो यता बसन्तपुरतिर गएर हल्का यस्तो फोटो सेसन पनि गरौँ कि भनेको तर त्यस्तो धेरै फोटो खिच्ने खालको ड्रेस चाहिँ छैन त्यो पनि यसो फोटो त खिच्नै पर्यो होइन यहाँ आइसकेपछि भनेर हामी चाहिँ त्यो एरियातिर जाँदैछौँ ल साथीहरू नेपालको पनि युरोप जस्तो ठाउँ भनेर परिचित ठाउँ यो हेर्नु होला यस्तो दामी छ अहिले त झन् लाइट राखेर पुरै खतरा बनाएको रहेछ नाइट चाहिँ यहाँ आयो भने नाइट भ्यू चाहिँ यहाँ बबाल देखिन्छ है यहाँदेखि उतापट्टि बसन्तपुर भयो यहाँदेखि यता चाहिँ तर यति सर्टेन यति छोटो ठाउँमा मात्रै यस्तो गरेको छ अरू ठाउँमा चाहिँ देखिएको छैन र यहाँको घरहरू पनि पुरै वाइट छ अस्ति भर्खरै आउँदाखेरि यो लाइट राखेको थिएन यस्तो लाइटहरू र
र अहिले चाहिँ लाइट साइट राखेर बबाल बनाइसकेको छ। ल फाइनली साथीहरू घर आइपुगिसक्यो। अघि चाहिँ आउने बेला बाटोमा पानी परेकोले आउँदाखेरिको अपडेट दिनु पाइएन। अब चाहिँ घरमा आइसक्यो, रात पनि परिसक्यो। आजको भ्लग मेरो यति नै। बाई बाई साथीहरू।